यसरी काट्नुपर्छ। हेर्नु सुपारी कसले सक्छ हौ यसरी काट्न। यो नेपालको सुपारी होइन, यो इन्डियाबाट आएको बम्बई सुपारी भन्छ यसलाई। सबैभन्दा महँगो सुपारी यही हो। 1200 रुपियाँ केजीको सुपारी हो। अरू त सस्तो पर्छ, अरू चाहिँ 850, 800, 900 हेरेर हुन्छ। सबभन्दा महँगो यो। खाँदा पनि एकदम मिठो हुने सुपारी हो यो। कसले काट्न सक्छ लाइक कमेन्ट गरिदिनु होला है। हेरेर सुपारी यसरी काट्नुपर्छ। एक दिनमा 70 देखि 80 केजीसम्म काट्छ। केजीको 30 रुपियाँ पर्छ। 1 केजी काटेको बापत 30 रुपियाँ दिन्छ हामीलाई। हामीले एक दिनमा 70-80 केजी काट्छ। कहिले धेरै पनि काट्छ खटेर काम गर्यो भने। हामी धेरै खट्दैन, एक बोरा काट्ने, काम सकाइदिइहाल्ने, हिँड्ने। फेरि अर्को दिन भने एक बोरा, दिनको एक बोरा काट्छौँ हामी।